आज यस भिडियोमा म तपाईलाई देखाउन गइराखेछु नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल निर्माण कार्यले अहिले सबैको ध्यान खिचिरहेको छ। मकवानपुरको लेन्डाडा क्षेत्रमा तराई मधेस द्रुतमार्ग फास्ट ट्र्याक अन्तर्गत 270 मिटर लामो र करिब 81-82 मिटर उचाइको पुल निर्माण भइरहेको छ, जुन भूकम्प प्रतिरोधी संरचनाको रूपमा डिजाइन गरिएको छ र यसले देशको पूर्वाधार विकासमा नयाँ अध्याय थप्दैछ। पहाड छिचोल्दै खोलामाथि उचाइमा ठडिएको यो पुलले आकाश छुने जस्तो दृश्य सिर्जना गरेको छ र सामाजिक सञ्जालमा यसको तस्बिर तथा भिडियो भाइरल भई सबैको नजरतर्फ आकृष्ट भएको छ। उक्त द्रुतमार्गमा जम्मा 89 वटा पुलहरू बन्ने योजना रहेकोमा केही पुलहरूको काम सकिसकेको छ र अन्यमा पनि तीव्र प्रगति भइरहेको छ। यो राष्ट्रिय गौरवको आयोजनाले न केवल यातायातलाई सहज बनाउनेछ, तर भूकम्प जस्ता प्राकृतिक विपदको सामना गर्न सक्षम निर्माण शैलीले सबैलाई प्रभावित पार्दैछ। द्रुतमार्गमा 7 वटा सुरुङ निर्माणाधीन छन्। यसमा धेद्रे र लेन्डाडा सुरुङ मार्गको काठमाडौँतर्फ जाने र निजगढतर्फ आउने समानान्तर रूपमा निर्माण गरिएका दुवै सुरुङको ब्रेक थ्रू भइसकेको छ। अहिले यी सुरुङमा दोस्रो तहको लाइनिङको काम जारी छ। सबैभन्दा लामो महादेवटार सुरुङको अझै ब्रेक थ्रू हुन सकेको छैन। यसको कुल दूरी 3355 मिटर छ। यसमा पनि समानान्तर रूपमा 2 वटा सुरुङ निर्माण भइरहेको र एउटा 2288 र अर्को 2395 मिटर खनिसकिएको छ। द्रुतमार्गको कुल दूरी 70.977 किमी छ। समग्रमा सुरुङ मार्गको दूरी मात्र 10.901 किमी पर्छ। कुल दूरीमध्ये 5 किमीमा पर्ने ललितपुरको खोकना खण्डमा अझै काम सुरु हुन सकेको छैन। खोकना खण्डको विवाद अहिलेसम्म सुल्झिएको छैन। स्मार्ट सिटी, बाहिरी चक्रपथ, द्रुतमार्ग लगायत धेरै आयोजना एकै ठाउँबाट बनाउँदा पुरातात्विक सम्पदा मासिने भन्दै स्थानीयले ती आयोजना एकै ठाउँमा बनाउन नहुने अडान लिँदै आएका छन्। नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल केवल एउटा संरचना मात्र नभई आधुनिक इन्जिनियरिङ, साहसिक निर्माण क्षमता र राष्ट्रिय विकासको प्रतीक बनेको छ। दुर्गम भौगोलिक चुनौतीलाई चिर्दै निर्माण भइरहेको यो पुलले भविष्यमा सुरक्षित, दिगो र छिटो यातायातको आधार तयार गर्ने विश्वास दिलाएको छ। यही कारणले यो आयोजना आज सबैको चासो र गर्वको विषय बन्दै नेपालले पूर्वाधार विकासमा लिएको नयाँ उचाइलाई स्पष्ट रूपमा देखाइरहेको छ।